संघीय संसद प्रतिनिधि सभा को निर्वाचन 2079 मंगसिर 4 गते समापन भई समानुपातिक निर्वाचनबाट निर्वाचित भए। प्रतिनिधि सभा को पहिलो बैठक विक्रम संवत 2079 पुस 25 गते बसेको थियो। हम सबसे पहले जब यहाँ से गए हैं तो संसद में सबसे पहला बैठक 2079 पुस 25 गते बैठक शुरू हुआ था, वही बात बता रहे हैं। 25 गते देखी 2082 भाद्र 24 गते अंतिम बैठक तोकिएको थियो, जहाँ 20 दिसंबर में बसेका थिए। 2079 माघ 11 गते मंत्री पद को शपथ ग्रहण गरी मिति 2079 12-17 गते का दिन मंत्री पदबाट पनि राजीनामा गरेको थिए। मिति 2080 भाद्र 11 गते उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति रूपमा मैले कार्यभार लिएका थिए। त्यसपछि मिति 2082 भाद्र 24 गते संसद पदबाट राजीनामा गरे। सभापति को 24 महीना 13 दिन काम गरेका थिए। मंत्री को समय में 1 महीना में बिना विभागीय मंत्री को रूप में कार्य करता मुख्यतया भेटघाट, अंतरक्रिया, बाह्य छलफल, व्यापसन सहित को अन्य कार्यक्रमों को प्रमुख रूप में काम करे। बर्दिया जिला में जनता संग साक्षात्कार कार्यक्रम करे। विभिन्न टेलीविजन में अंतर्वार्ता, चलचित्र नेतृत्व संघ को 5औं अधिवेशन को उद्घाटन, विभिन्न जिल्लाहरूमा विभिन्न कार्यक्रमहरूको सहभागी, अति विपन्न एकल महिला तथा ज्येष्ठ नागरिकहरूलाई सम्मान, उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूको लागि विभिन्न ठाउँहरूमा सिफारिस गरे। 1 महिनामा बिना विभागीय मन्त्री थिए, मेरो कुनै विभाग थिएन। त्यस पछाडि 2 महिनाको विभागीय मन्त्री हुँदाखेरि केही मुख्यहरूमा यहाँ विवरण गर्दै कार्य समय दिन 11 का सिंह दरबार उत्तर र जार पानी निस्किएका पहिलो घोषणा थियो। सिंह दरबारमा उत्तर र जार को पानी अब आउनु हुँदैन। नेपाल सरकार को पानी चाहिँ सिंह दरबारमा आउनु पर्छ, किनभने 1 वर्षमा करोडौं पानी मात्र सिंह दरबारमा हामी चाहेको हो। त्यो पहिलो निर्णय मैले कार्यभारले त्यो दिन मेरो निर्णय थियो कि सिंह दरबारमा अब यो बोतल र जार को पानी हुनु हुँदैन, नेपाल सरकार को लेभल लागेको पानी चाहिँ आउनु पर्छ भन्ने पहिलो दिनको मेरो घोषणा थियो। नेपाल सरकार को लेभल लागेको पानी उत्पादन गर्न 5 दिन लगातार रूपमा मेलम्ची, सुन्दरीजल, पनौती, खानेपानी संस्थान लगायत रूपमा अनुगमन तथा सम्पाद्य खोजका लागि अन्तरक्रिया तथा छलफल कार्यक्रमहरू 5 दिनसम्म गरेको थिए सुरुमा। त्यसपछि सिंह दरबार भित्र र बाहिर सार्वजनिक ठाउँमा स्वच्छ खानेपानी उपलब्ध हुन आन्तरिक तथा बाह्य छलफल पहिलो पटक सिंहदरबारमा 4 स्थानहरूमा खानेपानी जडान गरिएको थियो। तपाईहरुले थाहा हो, म खानेपानी मन्त्री हुन अगाडि नेपाल इतिहासमा सिंह दरबारमा जाने मानिसहरूको लागि खानेको व्यवस्था किनेर खानेपानी खानु पर्थ्यो। तर मैले मन्त्री भएको 5औं दिन पछाडि खानेपानी को धारा सिंह दरबारमा सार्वजनिक रूपमा जो बाहिरका मान्छेहरू काम गराउन जान्छन् उहाँहरूको लागि सिंह दरबारमा 5 ठाउँमा खानेपानी धाराको जडानको लागि मैले पहल गरे। 3 ठाउँमा जडान गरेको थिए। खानेपानी मन्त्रालयको काम संरचनागत विकासका निम्ति खाने मन्त्रालय नाम परिवर्तन, खानेपानी स्तर सफाई नामाकरण सम्माननीय प्रधानमन्त्रीज्यूलाई रूपमा दस्तावेज बनाएको थियो। अहिले पनि खानेपानी मन्त्रालय नाम छ। यो नाम पूरा भनेर मन्त्रालयको नाम खानेपानी स्तर सफाई मन्त्रालय पर्छ भनेर मैले सम्मानित प्रधानमन्त्रीलाई लिखित रूपमा दस्तावेज बुझाएको। अहिलेसम्म त्यसको नाम मन्त्रीहरूले चेन्ज गर्न सकेका छैनन्। त्यसै देशको संरचना अनुसार एक धाराको योजना ल्याएको थियो। पहाड हिमालमा लिफ्टिङको लागि विद्युत शुल्क 50% झारिएको थियो। मधेसमा सह लगानी योजना मार्फत लाग्ने 30% शुल्कलाई घटाएर 1% मा झार्ने नियमावली संशोधन प्रस्ताव लगियो। जुन यहाँ खानेपानीको ट्याङ्कीहरू हामी हौ, यसमा 30% स्थानीय बासिन्दाहरूले खर्च गर्नुपर्छ। यसलाई हटाएर जम्मै प्रतिशत यहाँ दिएको सरकारको हुनुपर्छ भने पहिले खानेपानी यो लागू। खानेपानीका समस्या गर्नका लागि पहिलो पटक गाउँ पानी जाँच गर्ने घुम्ती सेवा गाडी डाक उपकरणित परिचालन गरियो। नेपालको इतिहासमा पहिलो पटक होला कि तपाईको गाउँमा गएर पानी पनि जाँच हुन्छ है। पानीमा आर्सेनिक छ, पानीमा के बढी छ भनेर तपाई गाउँमा इतिहास पहिलो पटक गाउँ डाक्टर सहित उपलब्ध हुने व्यक्तिको दिया पनि म गर्न चाहन्छु। तपाईले पटकी पानी गर्नलाई पनि डाक्टर सहित अमिल 2010 गते खाने मन्त्रालय जाँचो सुन्न तथा समस्या समाधानका लागि
पैसा नलाग्ने 1171 टोल फ्री नम्बर सार्वजनिक गरियो। पहिलो पटक खाने पानीमा कुनै समस्या छ भने तपाईँ फोन गर्नुहोस्, तपाईँको पैसा लाग्दैन। 1171 नम्बर टोल फ्री नम्बर सार्वजनिक गरियो। खाने पानी कसैलाई कुनै समस्या छ भने मुफ्तमा तपाईँ फोन गर्नु, तपाईँको समस्या सानो हो भनेर पहिलो खाने मन्त्रालय भएको काम हो। खाने पानीका समकालीन बैंक संघका असुता गरियो। 13 अरब रुपैयाँ सम्झौता मैले 2 महिनाको कार्यकालमा गरेको हो। जुन मिति 2079 10-27 गते सुर्खेत, सल्यान, कैलाली, दैलेख सहितका जिल्लाहरूमा उक्त 13 अरबको परियोजना सञ्चालनमा छ। अहिले पनि सञ्चालनमा छ। 13 अरब रुपैयाँ मैले नेतृत्वमा चाहिँ 2 महिनाको कालमा मैले विश्व बैंकसँग सल्लाह गरेर लागू गरिएको। 2019 12-4 गतेका दिन नेपालगञ्ज 19 नम्बरमा कण्ठ आला 5 करोड लागतको पानी उत्पन्न गरी त्यसले खाने पानीलाई विस्तार गर्न 2 करोड बराबरको लगानी निर्माणमा सञ्चालन गरिएको छ। यो मेरै कार्यकालमा भयो। 2079 12 महिना 5 गतेको आदेश अनुसार सप्तरी र बारा जिल्लामा अति विपन्न परिवारका लागि लगभग 20 परिवारलाई चापाकलको वितरण गरिएको। त्यसै विभिन्न जिल्लाहरूमा खाने पानी आयोजनाको निरीक्षण अनुगमन विस्तार सम्बन्धी 20 अध्ययन प्रतिवेदन पारिएको थियो। त्यसपछि 2079 12-8 गतेदेखि संयुक्त सङ्घमा हुने 42 वर्ष पछाडिको खाने पानी सम्बन्धी सम्बोधनमा नेपालले प्रता जाहिर गरी एसडीजी गोल डेभलपमेन्ट सस्टेनेबल डेभलपमेन्ट गोलमा नेपालले गरेको प्रतिबद्धता सम्बन्धी थप गरिएको जानकारी र नेपालमा भएको पानी सम्बन्धी प्रगति र चुनौती सम्बन्धी मैले संयुक्त राष्ट्र सङ्घको रोस्टरमा यसरी नै नेपाल सम्बन्धी जान्न मौका पाएँ। त्यस्तै रोस्टरले जानकारी गराइए बनेस नाइजेरिया जस्ता देशको छुट्टा छुट्टै जल वातावरण सम्बन्धी सम्मेलनहरू प्रमुख तथा आजको भूमिका गरियो। त्यस्तै गरी 2015 गते पार्टी नेतृत्व 12-17 सम्मान प्रधान पुष्पकमल दाहाल जी मैले मन्त्रीको राजीनामा बुझाएँ। मैले जम्मा 2 महिना दिन मनमा बसेर यी कामहरू मोटामोटी यी काम मैले यो कुरा तपाईहरुलाई मैले जानकारी गराएँ। त्यस्तै 24-13 दिन सभापति हुँदा बखत विभिन्न कामहरूको विवरण एउटा सभापति मेरो अन्डरमा 27 जना माननीय सदस्यज्यूहरू पार्टीका सर्वदलीय सदस्यज्यूहरू हुनुहुन्थ्यो। मैले त्यो बखत तपाईको लागि देशको लागि के काम गरे मैले त्यो तपाईहरुलाई जानकारी गराउँदैछु। मोटामोटी रूपमा संक्षिप्तमा छ। कसैलाई यदि कुनै शंका लाग्यो भने म पूर्ण विवरण पनि दिन तयार छु। एक दिनको मिति अनुसार पनि म दिनलाई तयार छु। 2022 गते सबैको लागि मिसन दर्ता भाग र प्रतिनिधि सभा अन्तर 10 वटा विश्व समितिहरू मध्ये उद्योग तथा वाणिज्य श्रम उपभोक्ता हित समितिको पदको शपथ ग्रहण 2005 गते मैले गरेँ। प्रतिनिधि सभाको नियमावली 2079 नियम 73 यसको कार्यक्षेत्र अन्तर्गत वाणिज्य तथा उद्योग मन्त्री सरकार सामाजिक सुरक्षा मन्त्रालय उपभोक्ता हित का विषय नियमहरू रहेका उल्लेखित नियमहरू प्रति उत्तरदायी जवाब बनाउने र तथा कार्यक्रम स्रोत व्यवस्थापन उपभोक्ता हित सम्बन्धमा भएका कामको अनुगमन तथा मूल्याङ्कन गरी आवश्यक सल्लाह सुझाव प्रतिनिधिको नियमित यो बनाएका सबै टिप्पणी सिफारिस र निर्देशितको प्रतिवेदन मुख्य कार्य समितिको रहेको छ। हालसम्म 68 वटा पूर्ण बैठक 68 पूर्ण र उपसमितिको 52 बैठक गरी मैले समितिको हुँदाखेरि 120 बैठक गरेका थिए। मैले 100 वटा बैठक सभापति 120 वटा सिंहमा मैले निर्णयहरू मुख्य निर्णय के गरे म सुनाउँदै छु तपाईहरुलाई। 1 नम्बरमा खाद्य वस्तु चावल नुन चीनी तरकारी ग्यास पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि उद्योग तथा वाणिज्य मन्त्रालयले निर्देशन दिएको हो। कम्तीमा नुन चीनी तरकारी सब्जी फल यो किन्नु हुँदैन, जनता सहज रूपमा पर्छ भनेर मैले पटक निर्देशन पहिलो निर्देशन मैले गरेको उद्योग मन्त्रालय। 2 नम्बर मूल्य अभिवृद्धि कर पुरै छुट र 1% भन्सार जुल हुने गरी आयात सहमति उपलब्ध गर्न अर्थ मन्त्रालयले निर्देशन हो। जस्तै हामीले जब वस्तु ल्याउँछौँ त्यसमा अत्यधिक ट्याक्स लाग्छ, ट्याक्स पुरै हटाऊ 1% ट्याक्समा मात्रै वस्तुहरू ल्याउन दिएर अर्थ दोस्रो निर्देशन मैले गरेँ। 3 नम्बरमा वस्तुमा हुने मिसावट कृत्रिम अभाव कालाबाजारी गैर कानुनी अस्वाभाविक मूल्य वृद्धि जस्ता अनेक क्रियाकलापमा आपूर्ति मन्त्रालयले निर्देश दिएको। 4 नम्बर घरेलु कामदार व्यवस्थापन सम्बन्धमा गन्तव्य मुलुकमा काम सुरक्षा दामको पूर्ण ग्यारेन्टी गरी मात्र पठाउने भनेर श्रम मन्त्रालयले निर्देशन गरेको।
बाहिर हाम्रो देशभन्दा बाहिर व्यक्तिहरू काम गर्न जान्छन्, उहाँहरूको दाम सुरक्षाको ग्यारेन्टी भएपछि मात्र नेपालबाट विदेश काम गर्न जान दिने भनेर श्रम मन्त्रालयलाई पहिलो पटक मैले चौथो पटक चाहिँ निर्देशन गरेको। 5 नम्बर, ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धमा आवश्यक विधेयक र संघीय मामिला तथा समन्वय मन्त्रालयलाई निर्देशन दिएको। यस सम्बन्धी कानुन ल्याऊ, जस्तै करसरहरू उद्योगहरू छन्, यिनीहरूको कानुन ल्याऊ, कानुन बनाएर यिनीहरूलाई सञ्चालन गर्न देऊ भनेर मैले निर्देशन गरेको। त्यस्तै उखु खेती प्रवर्धनका लागि उखु किसानहरूलाई आर्थिक वर्ष 2079-80 को अनुदान रकम भुक्तानी गर्न नेपाल सरकार अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्देशन गरे। उखु किसानहरूलाई जुन पाउनुपर्ने सहुलियत पैसा हो त्यो सरकारले दिइरहेको थिएन। मैले निर्देशन गरेर अर्थ मन्त्रालयलाई, कृषि मन्त्रालयलाई उनीहरूको बकौता पैसा देऊ भनेर निर्देशन गरेपछि बल्ल उनीहरूले 79-80 को पैसा पाएका थिए। 7 नम्बरमा, नेपालमा उत्पादित सुपारी, अलैँची, अदुवा सहज निकासी दिनका लागि नेपाल सरकार सम्बन्धित निकायलाई निर्देशन दिएको। दुर्गम जिल्लाहरूमा नुन, चिनी, चावल, दाल लगायतका अति आवश्यक वस्तु व्यवस्थापन गर्न उद्योग मन्त्रालयले निर्देशन दिएको। त्यस्तै सुपारी खेतीलाई कृषिजन्य वस्तुको रूपमा सूचीकृत गर्न आवश्यक अनुदान, सहुलियत, कर्जाको व्यवस्थापन गर्न नेपाल सरकार कृषि मन्त्रालयलाई निर्देशन दिएको। त्यस्तै सीमा नाकाको व्यवस्थापन गरी नेपालमा उत्पादन भएको वस्तुलाई ल्याब टेस्टको व्यवस्था गरी विश्व बजारमा नेपाली वस्तु निर्यात गर्न आवश्यक वातावरण मिलाउन नेपाल सरकार कृषि मन्त्रालयलाई निर्देशन दिएको। त्यस्तै नेपालमा लगानीको वातावरण सिर्जना गर्न कार्यविधि 2068 लाई आवश्यक संशोधन गर्न नेपाल सरकार उद्योग वाणिज्य मन्त्रालयले निर्देशन दिएको। नेपालमा बाह्य लगानीकर्ता कसरी आउने, यहाँ विभिन्न उद्योगहरू, फ्याक्ट्रीहरू, कल कारखानाहरू कसरी खुल्ने भनेर जुन नेपालको नियम थियो 68, यसलाई संशोधन गरेर ल्याऊ गरेको। त्यसपछि त्यो अहिले त्यो करेक्सन भएको छ। त्यस्तै किसान प्रोत्साहन गर्नको लागि आवश्यक मल्टिभिजन तथा सेको व्यवस्था नेपाल सरकार कृषि मन्त्रालय, ऊर्जा तथा स्रोत मन्त्रालयलाई निर्देशन दियो। त्यस्तै विद्युतीय व्यापार 2080 लाई विभिन्न 51वटा मार्फत 2080 13 गते समितिको 51 बैठकबाट सर्वसम्मतिबाट पारित गरिएको। अहिलेसम्म विद्युतीय कारोबारबाट, इन्टरनेटबाट नेपालमा कसैले बिजनेस गर्न सक्ने अवस्था थिएन। तर मैले यो 2080 मा 13 गते 2080 माघ 13 गते यस्तो कानुन बनाएर आएको छ समितिबाट कि जोसुकै मान्छे, अमेरिकामा बसेको मान्छे पनि नेपालमा इन्टरनेट मार्फत व्यापारहरू गर्न सक्छ भनेर यो कानुन पहिलो नेपालमा बनेको। त्यस्तै 2081 कार्तिक 13 गते समितिको सभापति नेतृत्व आयल निगम स्थापना गर्न अनु तथा निर्देश ईंधनको भण्डारण यहाँ प्लेन ठोक्यो पुरै काठमाडौँ हुन्छ भनेर यसलाई यहाँबाट हटाउनु पर्यो, अन्य ठाउँमा सार्नु भनेर पहिलोपटक यो निर्देशन गरेको त्यो भइरहेको छ। त्यस्तै निकासी पैठारी नियमन विधि गरेका थिए, भिन्न बसी छलफल गरियो। जस्तै नेपालबाट कुनै सामान लाग्नु पर्यो, बाहिरबाट कुनै सामान नेपाल आउनु पर्यो भने यस सम्बन्धी कारोबार गर्नको लागि अहिले एउटा विधेयक हाम्रो समितिमा एउटा कानुन थियो। यसमा अहिले हामी छलफलमै थियौँ, 8वटा बैठक यसमा बसिसकेको थियो। निकासी पैठारी नियमन विधि 2081 थियो। त्यसमा हामी समय रुखिनासी, डाङपा, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, बारापा, बाँके बर्दिया, सुर्दैलाली, कञ्चनपुर, कास्की लगायतका जिल्लाहरूमा स्थल उद्योग सीमा क्षेत्रमा लगन अन्तिम दिन जुन दिन थियो काठमाडौँमा 23 गते, ती दिनमा सिंहदरबार बसेको थियो। त्यही बैठकबाट त्यो निवेदन चाहिँ कार्यालय छ हाम्रो गुलेरियाको, यस सीमा भित्रमा राखेर वार्ड नम्बर 7 को लागि उनीहरूले आफ्नै खेतमा, आफ्नै करेसाबारीमा उब्जाएको फलफुल सागसब्जी गुलेरिया ल्याउँदाखेरि समातिन्छ भने त्यसलाई यहाँ लगा, बोर्डरमा लगा, सीमा नाकामा लगा भनेर प्रतिवेदन अन्तिम दिन मैले त्यो प्रतिवेदन बुझाएर मैले त्यस पछाडि राजीनामा दिएर आएको हो।
मैले मोटामोटी रूपमा पति हुँदाखेरिको कामको मैले सुनाए। अब पछाडि सदनको काम कारबाहीका विषयमा मैले संसद बस्दाखेरि के गरे त भनेर दैनिक रूपमा घट्ने विभिन्न मुलुकको हितका लागि जरुरी महत्त्वको विषय विभिन्न विधायकी विषयमा आफ्नो आवाज सदनमा बुझाउने संसदीय नियम अनुसार आकस्मिक समय शून्य समय त्यस समय आफ्नो धारणा प्रस्तुत गर्ने कतैबाट कमजोर देख मलाई लाग्छ सदनात्मक बर्दिया जिल्लाको संसदमा यो कार्यकाल भन्दा बढी कहिले पनि बर्दिया जिल्लाको आवाज थिएको थिएन। गर्वको कुरा हो कि यो पटक 2 वर्षको कार्यकाल बर्दिया जिल्लाको सबभन्दा बढी संसद भित्र गुन्जिएको अवस्था यो हामी बर्दिया जिल्लाको एकदम गौरवको विषय रहेको छ। त्यसले बर्दियाली जनताको भावना एवं चाहना सीमा नाकाको विषयमा छोटी भन्सार खोल्ने विषयमा सदनदेखि परराष्ट्र मन्त्रालय, भारतीय दूतावास, भारतीय विदेश मन्त्रालय तथा विभिन्न पार्टीका नेताहरूको ध्यानाकर्षण गराइएको बर्दियामा नाका खुल्नुपर्छ, संसारहरू खुल्नुपर्छ भनेर सदन परराष्ट्र मन्त्रालय पनि विदेश मन्त्रालयका भारतीय विदेश मन्त्रालयको सचिवले र भारतीय नेतालाई भेटेर ज्ञापन बुझाएको छ कि बर्दियामा नाका खुल्नुपर्छ। सम्बन्धी सकारात्मक छ। भारतले काम गर्नको छ। अहिले कुनै नाका खुल्छ। दैनिक प्रकोप तथा अन्य जन्तुको आक्रमणको विषयमा निरन्तर मैले सदनको ध्यान आकर्षण गर्छु। गरीब असीम बेरोजगारलाई सिपमूलक आयमूलक शिक्षण दिई जनताको समस्या कामको लागि निरन्तर रूपमा सदन गर्छु। गरीबहरू असहाय व्यक्तिहरू सिपमूलक तालिमको गर्नुपर्छ भनेर उठाए र यस सन्दर्भमा मैले अब भन्नु पर्दाखेरि मन्त्रालयले यसमा सहमति पनि जनाइसकेको थियो। म यो